आज चाहिँ हाम्रो यहाँ चिल्ले केटाको बर्थडेमा यसो मन्दिर जानु मन छ अरे यसलाई हामी चाहिँ मन्दिर जानु तयारीमा छौँ अलवेज फ्रेस यो दाइ चाहिँ मेरो टाढा होइन अलिक त्योभन्दा मास्तिर के भयो धनकुटा हो नाम भन्दै कान्छ के हो नाम कञ्चन हो कञ्चन यसलाई थाहा छ यसले कप्नु मान्छेलाई फेरि कसले सक्दैन यसको कसको एक्स भाइ अलि चम्पा चाहिँ मेरो मेरै हो नि चम्पा त के छ नि मान्छे चम्पा मेरै हो तर यसले ओभर कप दिन्छ बिहान बिहान 10 बजे मलाई लास्ट टेन्सन लाग्छ नभेटेको कति धेरै दिन भयो एक हप्ता त एक महिना त भयो होला नि त होइन कि कति भयो नदेखेको यार एक महिना भयो होला होइन उसलाई पनि थाहा छ नि त एक महिना भयो होला मैले देखेको छुइनँ बोलेको छैन नि त उसलाई अनि उसलाई टेन्सन भएर त्यसले चाहिँ भन्दै थियो अनि अलिक मोटाइरहेको छ भन्दै थियो क्या होइन टेन्सन भयो होला अनि मलाई अब सम्झिरहेको छ होला घरिघरि अनि उसलाई भोक लाग्छ होला नि त होइन अब खाएको बेला नि हामी खाँदै गरेर मोटायो होला टेन्सन नलियो चम्पा होइन चम्पा किन भन्नु म त नाम भन्छ आइसा टेन्सन नलियो होइन म अब छिटै हामी भेट्नुपर्छ त्यही हो आए आहा हेर न जसको हेर न आइफोन भिडियो बनाइदिनु आँट्यो ल ठिक छ टेन्सन नगर्नु भाइ भ्लग आइहाल्छु नि भाइ अलवेज फ्रेस दाइज फेरि सबैलाई आइफोनको हामी चाहिँ भेरेटार आइसक्यौँ केटा हो अनि यहाँ चाहिँ कि 50 रुपियाँको यो कुरकुरे किनेर चाहिँ मेरो मनै जित्दै यो केटाले बर्थडे बोयले चस्माले केही देखेको छैन म त मनै जित्यो कसम भनेको यस्तै चाहिँ केटा ए समाते त ला म तेरो बर्थडे हो मलाई थाहा थियो क्या भन्नु ओ भाइ गिफ्ट पो छ त तेरो लागि त ए ल अहिले अहिले ला अहिले थाहा पालेर भाइ अघि गाडीबाट कहाँ यहाँ कुममा झऱ्यो क्या आलु कहाँ माथि कि कहाँ राखेको थिएछ ओ ला न भाइ तेरो पुरानो नाम पनि आलु नै होइन ओ बर्थडे ओ ला न हौ साथीले दिएको आलु भनेर पकाएर खाएको भरे घरमा दामी हुन्छ यो आलु आलु त हुन्छ बोकेर है त खान त ल छोड्छ नि तँलाई दिएको अरे हो त नि अहिले भाइ म बोकिदिइराख्छु माथि पोलेर खा ल आगो बालिदिन्छु एउटा आलु टन्नै आइटम पो बन्छ त अब चटपटीमा हाल्दा उसिनेर अब आलु मिसायो भने मिठो हुन्छ आलु त हो नि सबैभन्दा मेन तरकारी नै हो नि चिल्लेको बर्थडेमा हाम्रो प्लान मिलिसक्यो भरे के अरे मकटेल ककटेलहरू हान्ने विचार भइसक्यो 1000 भन्दा मुनिको खुवाउँदैन अरे 3-4 वटा ओल्ड मङ्क अनि के अरे रेड लेबल हनी बी रोल खानु नगरे रन भाइ मेरो टिकटकमा हाल्नु नि बिल्ला हुने खालको हरकत चाहिँ नगरे डल्लेले 480 खाएको छ भाइ तैँले त जतको लानु जतको कुरा नगर न चिनी पो खुवाउनु खोज्छ त टप्पर एउटा छ यसको चाहिँ यसलाई चाहिँ यहाँ अगाडि दानामै मुख गाडिदिनु पर्ने क्या यसको यहाँ छ मलाई पहिल्यैदेखि थाहा छ के हो एलियन जस्तै देखिन्छ के हो यो आँखा हो आँखा सुँड क्या सुँड क्या ए ओ केटा यहाँ हेर न केटा हो त्यहाँ देखा त त्यहाँ एक्स्ट्रा 2 यसले भाकै मन पनि 3 टन जितो आएर आज 4 वटा कुरकुरे किनिदिएर के अहिले घरमा भाइ यो मन जितेको कुरा सिद्धिन्छ नि अहिले फेरि भाइ यो अलिकति कस्तो रहेछ हौ कुरकुरेले हो यो त अलिकति बेसी डढेको एक्सट्रिमले कति त हुन्छ हौ हो मिठो चाहिँ लागेन चिसो नभएर होला होइन म त्यही खाएन मैले चाहेको जत्को भयो त्यस्तो मान्छे नभएर मजा आएन हौ मलाई त अचार पनि नभएको
अहिले त्यही दोकानको आन्टीलाई आएर भनिदिन्छु अहिले आएर भन्छ त्यही भन्दा चाहिँ के हुन्छ त उहिले भन त 1000 रुपियाँ के खानु मन लाग्दैन खाजाहरू के मनै पर्दैन अचार भएन अचार त्यस्तो अनि एक्सट्रिम चिसो भएन भने के हो त पानी खाएको बराबर भइहाल्यो नि फ्रिजवाला पानी अनि चित्तो हो पुर चित्तो हो अन्त पैसा फिर्ता माग्छ बिगाएर जमा नहसौँ न तल